अहिले हामी यो कार्यक्रम गरेको लगभग 60 वर्षपछि यो कार्यक्रम गरेको हो। हाम्रो गोत्र कौशल्य, हामी रघुवंशी हो। कौशल्य गोत्र रघुवंशी भण्डारी बन्धु हाम्रा बाजे बराजु पश्चिम लमजुङबाट, हामी त्यहाँ खोज्दाखेरि पश्चिम लमजुङबाट युद्ध लड्दै गर्दाखेरि यो ठाउँ छालिङ, यस छालिङमा आई बसोबास भएको हो। हामीले यो इतिहास पाएका छौँ। हाम्रो प्रथम बराजु रणबम भण्डारी छेत्री हुनुहुन्छ। उहाँ 1950 उहाँ 1750मा यहाँ आउनुभएको भनेर हामीले इतिहास भेटेका छौँ। त्यसपछि हामीले यो 2022 सालमा यहाँ प्रथम खली खुवाउने काम भयो। त्यो बेलामा हाम्रो वंशमा धेरैजना आङ थाप्ने व्यक्तिहरू हुनुहुन्थेन। त्यसमा 3 जना मात्रै हुनुहुन्थ्यो। बलराम भण्डारी हजुरबुवा, जसले कुल देवता कुलाइन लाकुरा र ज्वालामुखी जाल्पा महामाया भगवानको देवता लिनुभएको थियो। दोस्रो उद्योगबहादुर भण्डारी, उहाँले बुढा वायु, खड्गबहादुर, भीमबहादुर, तिलकुमारी देवता लिनुभएको थियो। तेस्रोमा श्यामबहादुर भण्डारी, उहाँले रक्तकुमारी वायु आफ्नो आङमा लिनुभएको थियो। 2022 सालपछि अहिले हामीले यो 2079मा यो कार्यक्रम गरिरहेका छौँ। यस 79मा अहिले हामीले यस उतार कार्यक्रममा कुलाइन लाकुरा भान्जा हाम्रो मुख्य देवता हुनुहुन्छ। त्यसपछि कुलाइन माइजू ज्वालामुखी जाल्पा महामाया हुनुहुन्छ। अर्को इष्ट देवता कालीदेवी हुनुहुन्छ। अर्को जाल महामायाको अङ्गरक्षक बाघ भैरव हुनुहुन्छ। अर्को जाल्पा महामायाको दायाँ अङ्गरक्षक जाल्पा भैरव हुनुहुन्छ। अर्को जाल्पा महामायाको बायाँ अङ्गरक्षक जाल्पा भैरव गरेर हामी अहिले यहाँ 6 जना देवताहरू हुनुहुन्छ। त्यसपछि 2022 सालमा खली खाइपाका वायु शक्तिको रूपमा हामीले पुज्दै आएको वायुहरू 5 जना हुनुहुन्छ। उहाँहरू बुढा वायु, खड्गबहादुर, भीमबहादुर, तिलकुमारी, रक्तकुमारी हुनुहुन्छ। अहिले जुन यो कार्यक्रम यो कार्यक्रम पश्चात वायु शक्तिहरू अहिले यहाँ काँचो वायु जो हुनुहुन्छ उहाँहरू अब देव शक्तिमा जाँदै हुनुहुन्छ। उहाँहरू पदम कुमारी, कुलबहादुर र रेवती 3 जना अहिले यो काँचो वायुलाई हामीले पूर्ण देवताको रूपमा अब लैजाँदैछौँ। अहिले 79 सालमा फागुन 12 गते, आज 12 गतेको खली खुवाउँदा घर सङ्ख्या 20, हामी 20 र घर बुलेको नाम यस प्रकार छ: उद्योगबहादुर भण्डारी, जुद्धबहादुर भण्डारी, श्यामबहादुर भण्डारी, मणिराज भण्डारी, पुष्पराज भण्डारी, नवराज भण्डारी, युवराज भण्डारी, बाबुराम भण्डारी, गोपाल भण्डारी, नरबहादुर भण्डारी, रमेश भण्डारी, रञ्जित भण्डारी, रविन्द्र भण्डारी, श्रीराम भण्डारी, जयराम भण्डारी, राजेन्द्र भण्डारी, ज्ञानेन्द्र भण्डारी, महेन्द्र भण्डारी, कमली भण्डारी प्लस राजन भण्डारी, प्रभु भण्डारी, काले भण्डारी, यो 20 घर अहिले हामी यहाँ 20 घर भण्डारी हामी कौशल्य गोत्रको रहेका छौँ। देव शक्ति र वायु शक्ति अङ्गहरूको नाम अहिले हामी यहाँ श्रीराम भण्डारीको आङमा कुलाइन लाकुरा भान्जा देवता हुनुहुन्छ। रमेश भण्डारीको आङमा कुलाइन माइजू ज्वालामुखी जाल्पा महामाया आउनु भएको छ। नवराज भण्डारीको आङमा इष्ट देवता कालीदेवी आउनु भएको छ। प्रभु भण्डारीको आङमा जाल्पा महामायाको अङ्गरक्षक बाघ भैरव आउनु भएको छ। सुजल भण्डारी जाल्पा महामायाको दायाँ अङ्गरक्षक जाल्पा भैरव। आरुष भण्डारी जाल्पा महामायाको बायाँ अङ्गरक्षक जाल्पा भैरव। पुष्पराज भण्डारी पुरानो वायु खड्गबहादुर आउनु भएको छ। संयम भण्डारी वायु पदम कुमारी भण्डारी आउनु भएको छ। राजन भण्डारी वायु कुलबहादुर भण्डारी आउनु भएको छ। प्रेमबहादुर भण्डारीमा आङमा वायु रेवती भण्डारी आउनु भएको छ। र यस खली खुवाउने कार्यक्रम
को गुरु वनदेवी गीता हाङमा हुनुहुन्छ घनश्याम शिवा कोटी र रञ्जित शिवा कोटी। यो स्थान चाहिँ जुद्धबहादुर भण्डारीको घरमा हो, जुन हामीले पहिलादेखि नै दिवालीको रूपमा आफ्नो दिवाली मनाउँदै कुलायन पूजा गरिरहेको ठाउँ हो र यस स्थान हाम्रो कमली भण्डारीको डाँडापाटा रहेको छ। यस सङ्कलन तयार पार्नको लागि सहयोग गर्नुहुने पुष्पराज भण्डारी र अमृत भण्डारी हुनुहुन्छ। नमस्कार।